बेलुकी नै हुनुपर्ने बेलुकी नै त हुनुपर्छ नि होइन, न मान्छेले देख्यो भने त ओहो फलानको बुढी कस्ती रहेछ हेर हेर त्यसलाई लाग्छ पनि नलागेको बुढो विदेश गएको बेलामा मजाले तमेरी लिएर घरमा थुपारेर बस्ती रहेछ भन्दैन त भनेर के भयो त तिमीले हामी मन मिल्यो भने त सबै भइहाल्छ नि मन मिल्यो भने तपाईँले घरमा लानु सक्नुहुन्न मलाई मेरो बुढोले फेरि राख्ने होइन अनि मन मिलाउनको लागि त बेलुकी नै कुर्नुपर्छ क्या तिम्रो लागि एउटा चाहिँ कोठा लिदिउँला नि तल बाइपासतिर एउटा कोठा लिदिउँला नि हुन्छ ओहो कोठा दिएर मात्र हुँदैन नि जिन्दगीभरि काट्नु पर्यो अनि जिन्दगी काट्ने भनेको त बुढो हुन्छ अनि अब तपाईँले मसँग जिन्दगी काट्ने होइन त्यतिकै कोठामा बसेर हुँदैन तिम्रो बुढो आउने कहिले कहिले म तिम्रो नजिक छु मलाई माया गर न तेरिका माया नगरेको छु त माया गरेको भएर त फोन गरी बोलाउँछु कहिले मकै भाँच्ने बाना कहिले दाउरा काट्ने बाना कहिले यसो मासु काटिदिनु पर्यो ल आउनु न भनेर बोलाउँछु अनि बोलाएको छुइनँ र मैले तपाईँलाई म नि आएको छैन र आइरा त छु नि मासु काट्नु बेला बेला आएको छैन र अनि के चाहियो त यो भन्दा ठुलो कुरा के चाहिन्छ नि दिए त के चाहिन्छ चाहिन्छ नि अब तपाईँलाई के चाहिँ चाहियो त मैले मन तन सबै त सुम्पिसकेको छु त हो र अनि ए मलाई थाहै थिएन अब त थाहा भयो खुसी लाग्यो बरु तपाईँको घरको जेठी बुढीले चाहिँ मार्ला है अलिक विचार गर्नु खालि तिमी जेठी बुढीतिर म त कतै गइरहन्छौ त्यो देख्न जाऊ न यस्तो होइन छोरी मान्छेको मन भरे फेरि के हो नि है अब मन दुखाएर त हिँड्नु पनि त भएन नि त होइन नि घरको बुढी घरमै होस् तिमी चाहिँ नि कोठाको बुढी घरवाली हो तिमी बारुवाली नि हो नि तिमी हुनु त हो साउन लागिसक्यो यसो हरियो चुरा लाउनु पर्ने पोते लाउनु पर्ने हेर्नु न रातो मात्रै छ हरियो पोते कहिले ल्याइदिनुहुन्छ मलाई बारुवालीलाई त म हरियो चुरा पनि ल्याइदिन्छु हरियो साडी पनि ल्याइदिन्छु तिमी भन न तिम्रो लागि ज्यानै हाजिर छ